आजदेखि फेरि आइपिओ खुलेको छ। आइपिओ खुलाउने कम्पनीको नाम रहेको छ माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड। यस कम्पनीको चाहिँ पहिलो चरणको आइपिओ, त्यसैले पहिलो चरणमा चाहिँ वैदेशिकतर्फ र स्थानीयतर्फको लागि चाहिँ आइपिओ बिक्री खुल्ला भएको छ। कम्पनीले वैदेशिकतर्फको लागि आज वैशाख 17 गतेदेखि वैशाख 23 गतेसम्मको लागि आइपिओ बिक्री खुल्ला गरेको छ र वैदेशिकतर्फको लागि कम्पनीले 1,72,000 किता सेयर छुट्याएको छ। प्रति किताको मूल्य 100 रुपियाँको दरले भर्न मिल्नेछ भने सेक्टर भनेको हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ एनआइएमबिएस क्यापिटल लिमिटेडलाई राखिएको छ। त्यसै गरी स्थानीयतर्फको लागि भने वैशाख 17 गतेदेखि वैशाख 31 गतेसम्म बिक्री खुल्ला हुनेछ र कम्पनीले स्थानीयतर्फको लागि चाहिँ 8,60,000 किता सेयर छुट्याएको छ। प्रति किताको मूल्य 100 रुपियाँको दरले भर्न मिल्नेछ र स्थानीयतर्फबाट तपाईँले आइपिओ भर्दै हुनुहुन्छ भने चाहिँ 10 किता मात्रै नभएर त्योभन्दा धेरै कति सक्नुहुन्छ त्यति नै भर्नुहोला र वैदेशिक तर्फबाट भर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले 10 किता मात्रै भर्नुहोला, त्योभन्दा धेरै भरेर कामै छैन। र स्थानीय कोटामा चाहिँ कुन ठाउँबाट भर्न मिल्छ त त्यो चाहिँ मैले यहाँनिर डिटेल्स तपाईँहरूलाई राखिदिएको छु। यदि तपाईँहरू यो स्थानमा पर्नुहुन्छ भने चाहिँ स्थानीय तर्फबाट तपाईँहरूले आवेदन दिन सक्नुहुनेछ। आजको भिडियो यति नै रहेको छ। यस्तै खाले आइपिओ सम्बन्धित अपडेटहरू हेर्नको लागि चाहिँ हामीलाई फलो सब्सक्राइब गरेर राख्नुहोला।